बुढो यो तिमीले के गरेको भन त म जिउँदा हुँदाहुँदै त्यसरी सिन्दुर बहाल्न दिने हो यस्तो नगर बुढो यस्तो नगर यो मैले गरेको होइन बुढा जताततै समाचारमा धेरै नराम्रो कुराहरू आयो हजुरको आमाले पनि हजुर रहनु भएन भन्नुभयो त्यो कुरा सुनेपछि बेहोस भएछु बुढा म बेहोस भएको मौकामा मेरो छोरा पनि फुटाइदिएछन् घावै बनाइदिएछन् मेरो सिन्दुर पनि पुज्दैछन् मलाई यस्तो कपडा लगाइदिएछ मैले यस्तो गरेको होइन बुढा अब हजुर आइहाल्नु भयो मलाई फेरि सिन्दुर लगाइदिनुहोस् रातो कपडा लगाइदिनुहोस् अनि अबदेखि यसरी फोन